के होला नि ल्याउ मलाई बस भाडा। तपाईँ सम्पूर्णलाई नमस्कार अनि हार्दिक स्वागत गर्छु। यो तीज विशेष कार्यक्रममा म चाहिँ तपाईँको साथमा माधव सापकोटा। आजको यस कार्यक्रममा हामी यो तीज पर्वको महत्व, यसका विशेषता र यसको पौराणिक कथाका विषयमा केही कुरा जानकारी दिने प्रयास गर्दैछौँ। आउनुहोस् अब भने हामी कार्यक्रमलाई अगाडि बढाउँ। आजको यस कार्यक्रममा हरितालिका तीजको महत्व, यसका विशेषता सँगै यसको पौराणिक कथाका विषय तपाईँलाई मैले केही कुरा जानकारी दिने प्रयास गर्दैछु। तीज अर्थात् हरितालिका यो हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो। यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म 4 दिन मनाइने गरिन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान र मनोरञ्जन समेत गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जात जातिका नेपाली महिलाहरूले पनि हर्ष उल्लासका साथ यो पर्व मनाउने गर्दछन्। यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि यो तीज पर्व मनाइदै आएको भेट्न सक्छौं। भनिन्छ आद्यशक्ति भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन्। त्यसै दिनलाई सम्झँदै आजसम्म पनि हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएको पौराणिक कथाहरूमा उल्लेख गरिएका छन्। विशेष त यो पर्वमा माइतीले आफ्ना चेलीबेटीलाई घरमा बोलाएर मिठा मिठा परिकार खुवाउने तथा मनका भावना एवं सुख दुःख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन समेत रहेको छ। यस दिन विशेष महत्वका साथ दर खाने पनि गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मान्ने गरिन्छ। दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँ अनुसार विभिन्न मिठा मिठा परिकार खाने पनि गरिन्छ। तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा पनि परिवर्तन आउँदै गएको छ। सामान्यतः दर मध्यरातको 12 बजे अघि नै खाने चलन अहिले बसेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकाले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो। तर अहिले पछिल्लो समयमा हप्तौं दिन अगाडिबाट नै दर खाने कार्यक्रमहरू आयोजना हुन थालेका छन्। तीजको दिनमा अतिरिक्त गणेश चतुर्थी र श्री पञ्चमीलाई पनि तीज पर्वको रूपमा मनाइने गरिन्छ। खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिवको आद्यशक्ति पार्वतीसँग प्रार्थना पनि गर्ने गर्दछन्। शिव शंभो 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 जय शंकर शिव शंभो 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 जय शंकर शिव शंभो शिवराज महेश्वर जय शंकर शिव शंभो शिवराज महेश्वर जय शंकर
शिव शम्भो 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 जय शङ्कर शिव शम्भो 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 जय शङ्कर शिव शम्भो शिवराजा महेश्वर जय शङ्कर शिव शम्भो शिवराजा महेश्वर जय शङ्कर शिव शम्भो शङ्कर शिव हर हर शिव शङ्कर शिव हर हर शिव। हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालेकी थिइन्। पार्वतीले तपस्या गरेको 100 वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिइकन त्यहाँ निराहार रूपमा व्रत बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुगेको थियो। त्यो दिन अर्थात भाद्र शुक्ल तृतीयाको दिन रहेको थियो। सोही तिथिबाट नै हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि नै चल्दै आएको हो भन्ने कुरा मानिन्छ। हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा महत्वपूर्ण पर्व पनि हो। आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह प्रस्ताव आफ्नो श्रीमानको साथमा उनीहरूको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मिएको घर, माता पिता, भाइ बहिनी, इष्टमित्र र समाजलाई चटक्क छाडी पराई घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा पनि यो पर्वलाई हामी लिन सक्छौं र यसको महत्वको रूपमा पनि लिन सक्छौं। जय शङ्कर शिव शम्भो शिवराजा महेश्वर जय शङ्कर शिव शम्भो शिवराजा महेश्वर जय शङ्कर शिव शम्भो जय शङ्कर शिव शम्भो। तीजमा महिलाहरूलाई मिठा मिठा भोजनका परिकारहरू खुवाइन्छ र नयाँ लुगा कपडाहरू पनि दिइने गरिन्छ। महिलाहरूलाई पराई घरको विभिन्न जिम्मेवारी तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको निकै नै ठूलो भूमिका रहेको छ। तीजमा विवाहित महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्दछन् भने अविवाहित युवतीहरू सुयोग्य वरको आशा राखी व्रत बस्ने गर्छन्। व्रतको समयमा महिलाहरूले तीजको व्रत कथा सुन्ने र समापनमा पूजा लगाई दान दक्षिणा गर्ने चलन समेत रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ। दोस्रो दिन तिथि अनुसार भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीजको व्रत बसिन्छ। यस दिन पानीसम्म पनि नखाई व्रत बस्नुपर्ने परम्परागत मान्यता रहिआएको छ। यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्ष उल्लासका साथ नाचगान गरी मनाउने गरिएको हो। भेट हाम्रो नभएको भइसकेछ वर्ष दिन भेट
पौराणिक कालदेखि चलिआएको तीजको व्रत कथा यस प्रकार रहेको छ। यो व्रतको महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्व जन्मको स्मरण गराउने उद्देश्यले यस प्रकार भन्नुभएको थियो। हे गौरी, पर्वतराज हिमालयको घर अर्थात् तिम्रो माइतमा तिमी बाल्यकालमा बस्दाखेरि गंगा किनारमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ। उक्त अवधिमा तिमीले कुनै पनि अन्न पानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुक्खा पत्ताहरू चबाई दिनहरू तिमीले काटेकी थियौ। माघको चिसोमा तिमीले निरन्तर जलमा प्रवेश गरी तिमीले तपस्या गर्यौ। वैशाखको शरीर जलाउने गर्मीमा पञ्चाग्निद्वारा शरीर तिमीले तपायौ। श्रावणको मुसलधारे वर्षामा खुल्ला आकाश मुनि बिना अन्न पानी तिमी व्यतीत भयौ। तिम्रो यो कष्टदायक तपस्या देखेर तिम्रा पिता धेरै दुखी र चिन्तित हुने गर्नुहुन्थ्यो। तब एक दिन तिम्रो तपस्या तथा तिम्रा पिताजीको दुःख र चिन्तालाई मनन गरी नारदजीले तिम्रा घरमा प्रवेश गर्नुभएको थियो। तिम्रा पिताले नारदजीलाई घर आउनको कारण सोध्नुभयो र प्रत्युत्तरमा नारदजीले भन्नुभएको थियो, हे गिरिराज, म भगवान विष्णुले पठाएर यहाँ आएको हो। तपाईकी छोरीको घोर तपस्याबाट प्रसन्न भई स्वयं भगवान विष्णु उनीसँग विवाह गर्न चाहनुहुन्छ। यस विषयमा म तपाईको राय जान्न चाहन्छु। नारदजीका कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताका साथ भन्नुभयो, श्रीमान, यदि स्वयं विष्णु भगवान मेरी कन्याका साथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन। उहाँ त साक्षात परब्रह्म हुनुहुन्छ। यो त हरेक पिताको इच्छा हुन्छ कि उसकी छोरी सुख सम्पदाले परिपूर्ण पतिका घरकी गृहलक्ष्मी बनुन् र आफ्नो जीवनसाथी पति र परिवारको सुखकी कारण पनि ऊ बनोस्। नारदजीले तिम्रा पिताको स्वीकृत पाएपछि भगवान विष्णु समक्ष गई विवाह टुङ्गो लागेको समाचार सुनाउनुभयो। तर विष्णुसँग आफ्नो विवाह हुन लागेको थाहा पाएपछि तिमी असाध्यै दुखित भएकी थियौ। तिम्रो दुःखको कुनै पनि ठेगान थिएन। त्यति बेला अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरू बित्दै गएका थिए। तिम्रो चिन्तित र दयनीय मुहार देखेर तिम्रो एउटी साथीले तिम्रो दुःखको कारण सोद्धा तिमीले भनेकी थियौ, त्यति बेला मैले मनबाट भगवान शिवलाई वरण गरेकी छु, तर मेरा पिताले मेरो विवाह विष्णुजीसँग गरिदिने निधो गर्नु भएको रहेछ। म विचित्र धर्म संकटमा छु। अब मैले प्राण त्याग्नु बाहेक कुनै पनि उपाय र विकल्प देखेकी छैन। तिम्री ती साथी अति नै चङ्ख अनि समझदार पनि थिइन्। उनीले तिमीलाई भनिन्, त्यति बेला प्राण नै त्याग गर्नुपर्ने यहाँ के नै कारण छ र? संकटको घडीमा धैर्यताका साथ काम गर्नुपर्दछ। हिन्दू नारीको जीवनको सार्थकता नै जसलाई मनैले पतिका रूपमा एकपटक वर्ण गरिन्छ उसीसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ। दिगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान पनि असहाय र किकर्त विमुट बन्न पुग्नुहुन्छ। तसर्थ म तिमीलाई घनघोर वनमा लैजान्छु, जुन साधना स्थल पनि हो, र त्यहाँ तिम्रा पिताले समेत तिमीलाई खोजेर भेट्टाउनु हुने छैन। मलाई पूर्ण विश्वास छ ईश्वरले अवश्य पनि तिम्रो सहायता गर्नुहुनेछ। यसरी तिम्रो साथीले तिमीलाई सम्झाइ बुझाइ गरेकी थिइन्। यता तिम्रा पिता तिमीलाई घरमा नदेखेपछि धेरै चिन्तित बन्नु भएको थियो। उहाँले सोच्न थाल्नुभयो, मैले त मेरी पुत्रीको भगवान विष्णुसँग विवाहको निधो गरेको थिएँ। यता फेरि भगवान विष्णु विवाहका निमित्त जन्ती लिएर आउनुभएका बखत कन्यालाई घरमा नभेट्दा अनर्थ हुन जानेछ। विष्णुलाई मैले के जवाब दिने? यति विचार गरी तिम्रा पिताले चारैतिर तिम्रो खोजेको कार्य सुरु गराउनु भयो। तिम्रो धुमधामसँग खोजी कार्य भइरहेको थियो भने उता तिमी आफ्नी साथीका साथमा नदीको तटमा एउटा गुफामा आराधना लिन व्यस्त थियो। मलाई याद छ त्यो कुरा। भाद्रपद शुक्लको तृतीया तिथि थियो अनि त्यस दिन हस्ता नक्षत्र पनि थियो। त्यस दिन तिमीले बालुवाको शिवलिङ्ग निर्माण गरेकी थियौ। रातभरि मेरा स्तुतिमा गीत गाउँदै जागरण पनि गर्यौ तिमीले। तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन हल्लिन पुग्यो र शीघ्र तिम्रो सामु पुगे अनि तिमीलाई वर माग्न भने। त्यस समय आफ्नो तपस्याको फलका प्रभावले प्रकट भएको म महादेवलाई आफू समक्ष देखेर तिमीले भन्यौ, मैले हजुरलाई साँचो मनले पतिका रूपमा वरण गरिसकेको छु। यदि तपाईँ साँच्चै नै मेरो तपस्याबाट प्रसन्न भई यहाँ प्रकट हुनु भएको हो भने मलाई आफ्नी अर्धाङ्गिनीको रूपमा स्वीकार गर्नुहोला। त्यसपछि तथास्तु भनेर म कैलाश पर्वततर्फ फिर्ता भएको थिएँ। भोलिपल्ट उज्यालो हुने बित्तिकै तिमीले पूजाका समस्त सामग्री नदीमा सेलाई आफ्नी साथीसहित व्रतको समापन पनि गर्यौ।
त्यही समय तिम्रा पिता गिरिराज आफ्ना बन्धु बान्धव सहित तिमीलाई खोज्दै त्यही आइपुग्नुभयो र तिम्रा पिताले तिम्रो अवस्था देखेर अत्यन्त दुखी हुँदै तिम्रो त्यो कठोर तपस्याको कारण पनि सोध्नुभयो। तिमीले भनेकी थियौ त्यति बेला, पिताजी मैले आफ्नो जीवनको अधिकांश समय कठोर तपस्यामा बिताएको छु। मेरो यो तपस्याको एकमात्र उद्देश्य महादेवलाई पतिका रूपमा प्राप्त गर्नु थियो। आज म आफ्नो तपस्याको परीक्षामा सफल भएको छु। म आफ्नो आराध्यायको खोजीमा घरबाट निस्किएर हिँडेकी हुँ। अब म हजुरसँग घर नै फर्कनु पर्छ भने महादेवका साथ मेरो विवाह गरिदिने भए मात्र म घर फर्कन्छु। तिम्रा कुरा सुनेर यता पिता हिमालयले तिम्रो इच्छा स्वीकार गर्नुभयो र तिमीलाई घर फिर्ता लिएर पनि जानुभयो। केही समयपछि उहाँले पूरा विधि विधान सहित हाम्रो विवाह पनि गरिदिनु भएको थियो। भगवान शिवले अझ भन्नुभयो त्यति बेला, हे पार्वती, भाद्रपदको शुक्ल तिथियामा तिमीले मेरो आराधना गरी जुन व्रत बसेकी थियौ त्यसैको परिमाण स्वरूप हामी दुईको बिहे भएको हो। यो व्रतको महत्व यस कारणले पनि महत्वपूर्ण छ, जसले यो व्रत निष्ठापूर्वक पालना गर्दछ त्यसलाई मनोवाञ्छित फल प्राप्त पनि हुनेछ। त्यस्तै यो व्रतलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसंगबाट जोडिएको छ। हरितालिका शब्दमा रहेको हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र साथीहरू भन्ने हुन्छ। भगवान शिवले पार्वतीजीलाई भन्नुभएको थियो, यस व्रतलाई विधि विधान पूर्वक जसले लिन्छ त्यसले तिम्रो जस्तै सुयोग्य र असल श्रीमान प्राप्त गर्दछ। हजुर, यति बेला मैले पौराणिक कथा अनुसार भगवान शिवजीले आफ्नी अर्धाङ्गिनी पार्वतीलाई उनी तपस्या बस्दाको समयमा उनले गरेका क्रियाकलापका विषयमा भन्दै हुनुहुन्थ्यो, जुन हामीले तपाईमाझ राखेका थियौं। हजुर, यति बेला तपाईलाई मैले पौराणिक कथा अनुसारको भनाई शिवजीले आफ्नी अर्धाङ्गिनी पार्वतीलाई भनेका कुरा तपाईमाझ राख्दै थिए। हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मिएको घर, मातापिता, भाइ बहिनी, इष्टमित्र र समाजलाई चटक्क छाडी पराई घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा पनि यस पर्वलाई लिने गरिन्छ।
यो पर्वलाई शास्त्र अनुसार 12 महिनाको रजस्वलामा अन्जानवश कति कुरा छोइएको हुन पनि सक्छ। उक्त पापबाट मुक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन 365 वटा दतिउन टोकी माटो र गाईको गोबर लगाएर 365 पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन्। तर मूलत 365 वटा दतिउनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अङ्गहरू शुद्ध गर्नु, चाल्नीमा गनिएका तिल चामल र जौ राखेर माथिबाट पानी खनाई छानिएको पानीले नुहाउनु र सप्तऋषिको पूजा गरेपछि महिलाहरू पूर्ण रूपमा शुद्ध हुन्छन् भन्ने विश्वास पनि रहेको छ। वास्तवमा भन्ने हो भने तीज पर्व आफैमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफुल ग्रहण गरेर दिनभरि बस्नुमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिएको छ। नारीहरूले रातो टीका, रातो कपडा, रातो चुरा, पोते आदि सबै राते रङमा सजिनु तीज पर्वको अर्को एउटा झलक पनि हो। नारीहरूले यस दिनमा नाचगान गर्दै हर्ष उल्लासका साथ दिनभरि भोके बसी श्रीमानको दीर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मान्ने गरिन्छ। तीज व्रतको दिन घरको कामकाजलाई चटक्कै छाडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कने गर्छन्। उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू पनि समेटिएका हुन्छन्। यसले महिलाहरूलाई सशक्त र एकीकृत बनाउँछ र यी कुराहरू तीजको सकारात्मक पक्ष हुन्। तर अहिले पछिल्लो समयमा भने केही विकृतिमय बन्दै पनि गइरहेको छ। हाल विदेशमा रहेका नेपाली महिलाहरूले पनि यो चाड बडो धुमधामका साथ मनाउने गर्न थालेका छन्। हजुर, यति बेला तपाईले यो हरितालिका तीज विशेष कार्यक्रम सुन्दै हुनुहुन्थ्यो। कार्यक्रम के कस्तो लाग्यो यस सम्बन्धी सल्लाह सुझाव र प्रतिक्रिया अवश्य पनि दिनुहोला। कार्यक्रमबाट म माधव सापकोटा बिदा हुन्छु। नमस्कार। दुःख दियो र हजुरलाई बेसारी कसले दुःख